ब्याक टु आवर युट्युब च्यानल आफ्टर सो लङ टाइम हामीले चाहिँ मुकबाङ लिएर आएको छौँ आज हामीसँग छ मोमो र पानीपुरी पानीपुरीको किमा अनि पानीपुरीको रस छ पानीपुरीको झोल यहाँ छ हाम्रो अचार अनि हाम्रो यहाँनिर सुप पनि छ मोमोको लागि मोमोको सुप खाइदिनु अब त्यो अचार के हुँदैन अन्त के हुँदैन खाम ल केही गफ नगरी खाने गफ पनि गर्दै ल के टेस्ट गरौँ ए उसमा जाउँ न अनि म त खुर्सा खान सक्दैन ल तर नुन कडा छ आज अझले बिताएछ झन् अझ झन् बिताएछ नुन चाहिँ अचारमा अहिले धेरै नुन कडा खान थाल्छ अचेल मलाई त्यस्तो लागेन हो पढेछ नि आज तर मिठो छ नुन चाहिँ कडा छ खोर्सानी अघि मलाई चाहिएको त्यो भएर थाहा त्यस्तो थिएन त हौ पहिला नुन कडा खाने होइन क्या यस्तो चाहेको थिएँ होइन धेरै गुलियो भयो क्या अनि थोरै थपेको थिएँ गुलेबाट मिठो हुन्छ गुले छैन त्यो लाग्यो। पिरो र गुलियो छ ठिकै छ गुले थाहा भएन गुलियो पनि छ है हजुर गुलियोमा कस्तो धेरै छ है अझै भन्दा धेरै भएको थियो कि अनि त्यही भएर मैले उ गरेको पानीपुरी पनि खाऊँ न पानी हाल्दैन त्यो झोल चाहिँ यता राख्नु न साइडमा मिलाएर हाम्रो त बिजोकै छ हौ मुखमा गर्नु पनि बिजोकै छ पानीपुरीको फेरि जग नै खाँदैछ पानी पिरो छ होला है छैन अलिकति मिठो छ खाए ल मैले पनि त्यही भन्नु लाग्यो ल साथी हो खाए ल तपाईँहरूले पिरो लाग्दैन ठिकै छ सबैको लागि पिरो पिरो मिठो हुँदैन क्या पिरो ठिकै छ अचारमा धेरै पिरो छ नि त मिठो भएको छ है पानीपुरी नानाले बनाउनु भएको तपाईँले मैले बनाएको साउनीले बनाउनु भएको रहेछ नि त म साउने हो आफै खाने साउने फेरि खानु न खानु कसो हो के पो भन्दैछ अरे भन्नु न सोच्दै खानु न ल खान्छु सोचेर अलिक बनाउँदै दिने हामी चाहिँ खाँदै जान्छ सादा तर मिठो भएको रहेछ है किनभने सबैमा पिरो पिरो हो मिठो हुँदैन क्या अब पनि ठिक्क लागेको नि आज हामी कति पछि बनाएको है भिडियो 1 वर्षपछि होला होइन त्यस्तै तर अचार त मलाई जस्तो होला हो गुलियो क्या गुलियो भएको नि गुलियो धेरै मलाई त नुन धेरै लागेन योभन्दा धेरै गुलियो छ क्या अनि त्यही भएर मैले नुन थपेको नुन खाँदैन नि त अचेल म पिरो के भयो मिठो भइरहेछ अझ के अरे करेन्ट नि खाने भने होइन करेन्ट भोलि बोल्यो राम्रो कुरा गर्ने आज विदेश गएर आएको होइन आज बुझ्नु सस्तै कारण टाढा विदेश जान चाहिँ इन्डिया विदेश त गइ पो राख्छु त बेला बेलामा
मनी गएको हो त तब त कहाँ पुगेर मैसँग मनी आज अनि म पनि गएँ होइन आज तपाईँहरूसँग हुन्छ अर्को विदेश गएको थियो तिमीसँग गएको हो कि म होइन हामी सबै विदेश गएर आएको दिनदिनै यस्तै खानु पाए त नि दिदी मोटाएर फुट्थ्यो होला म चाहिँ खाएछ दिदी नि खाएन तेरो त झन् मोटाइरहेको छु झन् मोटाएर मर्छु भनेको क्या फुट्छु भनेको त्यस्तो लाग्छ रन्जु लास्टै राम्रो बनाएको रक्तम छ क्या सुपन जस्तै यो पनि हाम्रो स्प्राइट खानुहुन्न तपाईँहरू अनि हाम्रो कोक थियो त अर्को कता गयो मम्मा त खान्छ है अहिलेसम्म खानुपर्छ त्यो कोक यसमा पनि मिठो भयो क्या यो अचार चाहिँ अन्सु बहिनीले बनाउनु भएको यो सुप कसले बनाएको अरू चाहिँ नथपेको क्या मिठो छ उपर मिठो छ हो के अरे होटल खोल्यो भने दरो चल्छ हजुरहरू पनि कृपया आइदिनु होला खाइदिनुको लागि किन हाँसेको के छानेको खाने होइन हो भाउजूले यता राखेको के राखेको ए म चाहिँ के छ कि त्यहाँ प्लान भने गर्नुपर्ने थियो रहेछ साँच्ची नि साँच्ची नि हाल्यो सुस्तिकालाई तँलाई चाहिँ हामीले गर्न हालिदियो भाउजू ए अघिमा फोन बोल्दाखेरि जस्तो गरेर गर्दैन सम्झे गर होला भनिरहेको मैले गर्नु पर्यो भनेर सोचिरहेको थिएँ फेरि नगरेको रुन्छ होला भनेर फेरि भरे ए पखपा तिमीलाई त्यस्तो गर्ने मलाई गर होइन रुदिन त अन्त लागि भएन क्या है पिरो भयो धेरै त्यसको थियो बिरालो भनेको नि ठिक्क भयो मलाई त किलो कि तर अलिक मिठो भयो क्या सुनाउन हुन्छु मिठो म त अगाए जस्तो भयो त है बनाउँदादेखि खाएको नि त मैले उनीहरू दुईजनाले खानु भएको थिएन अगाडि जस्तो भयो त अरे अचार त नखाम लाग्यो मलाई त खाएपछि म त मिठो लागेको छ अचार हुन्छ नि मैले बनाएको भएर हो मैले अनि दिहानको आयुषको पनि खाएँ नि त 2-3वटा बाबाले चुन भएको दुइटा त्यो पनि खाइदिएँ मिठो छ तर अलिकति किन भयो जस्तो मायालु नभए जस्तो भएको जान्छ कि यो म त खान सक्दिनँ झोल त कसले गरेर आएको छ नि न न झोल बनिने के हो त कस्तो मिठो छ मलाई मिठो लागिरहेको छ हाम्रो झोलमा त मासु छ साथीहरू चिकन क्युबको सुप हो के त मासु बनाइरहेको छ म त अति गन्ध मात्रै हो नि त राख्दै न खान्छु हजुर होइन खोर्सानी कस्तो खान्छौ लत्तर पत्तर पारेर खानु न मैले चाहिँ के सोच्दै थिएँ भने मोमो नि हुन्छ होइन अनि चटपटे त अघि खाइहाल्यो अनि पानीपुरी अनि करेन्ट सबै एकैचोटि क्या भन्ने सोचेको थिएँ क्या तिम्रो के खान्छ यस्तो गाह्रो भएर छ यो खानु त होइन यता फेरि मिस्टेक भएर न त सबै खाइसक्छ त्यतिखेर करेन्ट चटपटे भोलि खानुपर्छ
भोलिको मुखबाङ आउँछ भोलि। पानी ए स्प्राइट स्प्राइट खानुहुन्न होइन? सरी मिठा छ नि हौ। हाम्रोतिर मिठा छ नि हौ। कस्तो पिरो भयो। अन्त अति भयो पेट। कस्तो नुन कडा छ कसम होला। यस्तो नुन कडा जहिले पनि बिगार्छ क्या मुखमा बनाउनु जहिले केही न केही मिस्टेक गरिरहेको हुन्छ। सरी लास्ट पिरो छ यार। ए साँच्ची कागती छ त नि। कागती राख खान्छु है। काटेर ल के? कागती रसमा क्या। पेट यत्रो भयो। कुरुङ कुरुङ बज्छ नि त्यहाँ के रहेर बजाउँछ नि। माइक अति भयो त्यस्तोमा राख्ने अनि गर्दै नखाने ल्याइदिएन अचारमा लाग न बरु। अचारमा त फेरि पर्छ नि त। अचारमा राखिन् है पानीपुरी खानु न हौ। म मात्रै खाइदिन्छु पानीपुरी त अनि। बिहान बाजे हाँस्दैछ। हाँसोस् न। अरे आमा हाँस्छ नि। छिटो न। एकछिन निकाल्नु मैले। आमा त सधैँ हाँसेकै हो त। खट्टी मिठी अचार पहिले राष्ट्रिय तर आज राम्रो। हल्ला नगर न। हल्ला नगरी खाऊ न। यहाँ मेरो पनि लगाइदिएन झोलमा अलिकति अमिलो भाउजूको पनि लगाइदिउँ। नुनलाई काट्ने कुरा के हुन्छ? अमिलो त्यो बाहेक त्यही भएर चाहिँ के हुन्छ बरु? के पनि हुँदैन। आफ्नो मनले काट्दै खाने अन्त। यसमा चाहिँ चिक्क भइरहेको छ। यसमा चाहिँ अलिक ओपरै भयो क्या। ओब्बरी पिरो भयो है। ओब्बरे ओपरै भएको छ पिरो। म त खानु पनि सक्दिनँ अन्सु र स्वस्तिकाले खाने पिरो। फेरि आयो के परेको बसेर खाऊ न सुत न। नानी कहाँ भएपछि यस्तो हुन्छ। खान पानीपुरी खानु हौ। अगाडि सकौ न भयो। भाउजू गाह्रो छ नि हो मलाई। खानु आउनु पनि गाह्रो छ। बिमारी हुन्छ त्यस्तै। म नानी कहाँमा हो र? होइन होइन कसले भन होइन नि स्विट सिक्किन बिहे गर्न रहेछ। ए लाग्छ अरे बिहे गर्न रहेछ अरे के अरे भर्खर स्विट सिक्किन हो क्या। आज हो बर्थडे। बिहे गर्नु लागेछ भन्दा त ह्याप्पी बर्थडे टु अमिलो लागे चाहिँ मिठो रहेछ नि त झोल चाहिँ। खेलाउला नि दाइले फेरि। को दाइ छ तपाईँको पनि दाइ? कहाँ हुनुहुन्छ दाइ? कतिमा पढ्नुहुन्छ? मोमो त आज मैले धेरै खाएँ। दाइ भर्खर पानीपुरी मैले पिजीमा पढ्दै हुनुहुन्छ। ए तपाईँको भाइ हो त्यो? दाइ हो ए दाइ हो? भर्खर पिजीमा पढ्दै। मोमो खाने? को लाने?
भयो अगायो म त त्यहाँ भिडियोमा भन्नुभएको होला मोमो खाने तपाईँहरूले भने त मैले धेरै खाएँ पानीपुरी आज मोमो मैले खाएँ त मैले खाएँ रे मैले अघि नानीहरूसँग खाएको नि त म पानीपुरी दिएको थिएँ अन्छु अगायो आज हाम्रो मुखबाङ यस्तै भयो तर सधैँ यस्तै नै हो हुन त के जहिले पनि यस्तो गर्छ क्या बनाएको बेला चाहिँ नि केही मिठो बनाउँदैन के चाहिँ मिठो भएन अन्त लु अचार मात्रै त लु अलिकति नुन कडा भएको छैन अरू के भयो अन्त नुन अलिक धेरै खाने बानी भइसक्यो अहिले तर मेरो लागि ठिकै छ बानी हुनु भइसक्यो अलिक कडा खाने साथी साथीमा बानी भइहालिन्छ क्या यस्तो खाने कुराहरू नुनै नखाने मान्छेहरू यस्तो नुन खान थालिन्छ अनि तर हुन त हाम्रो सधैँ मुखबाङ यस्तै हो कि सधैँ नराम्रै हुन्छ तर पनि खान्छु बनाएर प्लिज एक्सेप्ट गरिदिनु होला हाम्रो मुखबाङ म त खान्छु बनाएर यस्तै बोल नदिकन क्या खान्छु बोलाएर हो क्या मान्छे हामी राम्रोसँग भिडियो गर्ने आउँदैन नि त्यही भएर हो नयाँ नयाँ सिकौरी हो नि त हौ हामी मोटाएर यहाँ फुटेर के फुट्न लागिसक्यो अलिकति त लाग्छ न म देखिनँ जति नै जे भए पनि मटाए पनि मन पराएकै छ के भयो त होइन केको टेन्सन छ त अब अब मस्किन थाल्यो है अब यो केको टेन्सन छ त कोही छैन क खानुहुन्छ सिरियस होइन म त्यो कमेन्ट गरिहाल्नु है भाइ सिरियस छैन म को म सिरियस छैन सिरियस छैन हौ म त केही पनि होइन म त बाबुआमाले केसँग बिहे गर्ने हो भने बाबामाले खोजेसँग त बिहे गर्ने त नि सिरियस होइन म यस्तो क्या भोलिपर्सि बाबामा कतैबाट माग्न आएर कुरा राखेर भने अनि म त कहाँ त्यस्तो हुन्छ र मन थालिहाल्छ ल भाउजूले खोजिदिँदै गर्नु एकजना मैले खोजेकोले कहाँ हुन्छ र हुन्छ नि म त गर्दिनँ है तपाईँहरूले भनेर हुन्छ भन्छ हुन्छ भोलि गरिदिएला होइन भाउजूले भाउजूसँग गरिदिएला यस्तो रहेछ भाउजू तपाईँले अगाडि किन नभनेको के मिस्टेक केही भन्दिनँ म केही भन्दिनँ भन्दैन त्यस्तो भनिन्छ के हुन्छ नि त्यस्तो होइन अब राम्रो राम्रो गरिरहेको भने त हुन्छ कि के कुरा खटपट भयो भने त भन्ने बाटो भइहाल्छ यस्तो अब आफूले खोजेसँग त कस्तो हेरेर कुनै बेला मन मिल्दैन कति कुरो अप्स एन्ड डाउन्स हुन्छ त्यो अरूले खोजिदिएकोले त झन् आमामा अहिले खोजेकोले पनि हुन्छ यहाँ म छु त राम्रो छ त भन्नु न राम्रो छ त त्यस्तो राम्रै भयो भने चाहिँ भनिँदैन अलिक नराम्रो भयो भने त्यस्तो म भए पनि भन्थेँ नि तँलाई पानीपुरी पनि लागेन तै खा म त अगायो खाए ल खाऊँ न अन्सु हुन्छ होइन मलाई त ऊ भइसक्यो साह्रो परिसक्यो अब त पेट फुलिसक्यो यो झोल चाहिँ खान्छु सक्छु अमिलो लाएर कस्तो मिठो आयो त मेरो मम्मीले लगाएको त ल यी पछिको खोर्सानी नखाने मान्छे त खोर्सानी खोर्सानी के हो लुगा पनि लगाइहालेँ जस्तै नुन परायो पानी दिन्छु हजुर नुनको ढिका लिएर एक चम्चा लिएर खुवाइदिन्छु अनि म खान सक्दिनँ क्या तर थाहा छैन साथी अघि भाउजू बिहाङलाई सुताउँदै गर्दा भाउजूलाई के गरिदिनु पर्ने छ नि के गरिदिनु मलाई मतलब त्यो केमा के मिक्स गरिदिने अहिले दिमाग आयो नुन चाहिँ मिक्स गर्दै भयो भने त म सक्दिनँ कस्तो दाँते कोडा दाँत कुल्यो क्या मेरो त पुरा अमिलो त मैले कागती मात्रै हालेको थिएँ 3 टाइ गरेर हालेको थिएँ छैन हौ ठिकै छ कि अमिलो कस्तो नुन कस्तो भयो क्या नुनले अलग अलग भयो अरे नुन कडा खान सक्दिनँ क्या अब अरू पिरो जति पनि कडा थाहा खान्छ छ तैँले रियालाई नुन पानी खुवाएर छँदाको किन सानो केटाकेटीमा के फेरि के पो भन्दै भनिदिएर हौ नुन र पानी खायो भने राम्रो हुन्छ के भनेर घोल्दै खुवाइ गरेको क्या यस्तो प्रकारले अनि छादेर भन्दाखेरि पनि यस्तो हुन्छ खाम ल भनेर हामी खाएको क्या खासमा यसले चाहिँ खाँदै थियो अनि त्यसपछि किन खाएको यस्तो भनेर यस्तो राम्रो हुन्छ के भनेर मैले चाहिँ सानो नुन पानी खाँदै थिएँ नि त त्यो खाएको देखेर क्या त्यो टिभीहरूतिर अरूले खाएको देखाएको थिएँ रियाले म नि खान्छु भनेर उसले नि खुवाएर भरे सरी भरे लास्टमा छदाएर बिचरा है इन गरिदिउँ ल खानु जबरजस्ती खाउलो त्यसो खाउ ल है खाउलो भनेको नि खानु तपाईँ एउटा त्यो म त खान सक्दिनँ यो किमा हालेको छ खानु न
मुखबाङ गर्नेहरूको हालत यस्तो छ अनि के मैले कति धेरै खाइसकेँ हो हो मैले अघि ऊ रियल मुखबाङ गरेर नि पाउँछ हो नि त भाइहरूसँग खाएको हो नि त मैले अघि कसैभन्दा धेरै पानीपुरी चाहिँ कसले कसैभन्दा धेरै खानु पानीपुरी म खान्छु प्लिज खा न एउटा सुस्तिकाले खान्छ सुस्तिकाले सबभन्दा धेरै पानीपुरी कसले खायो भन्नु त म पनि त त्यो मैले पनि धेरै खाएँ कपाल हालिदिन्छु यसलाई न तर अन्चो गर्नु यति कति सानो देखेको नि जिउ चाहिँ कत्रो ठुलो होइन क्या पाहाड बसेर हो कि कस्तो सानो देखेको तँलाई क्या हेर त म त कति मोटी देखिँदो रहेछु खै टाउको ठुलो छ मेरो टाउको सानो छ न त्यो मुखबाङ गर्नेहरूले कसरी खान्छ यति धेरै राखेर कस्तो अलग पलाएको भयो क्या बानी होला हो कसरी सक्छ हौ त्यस्तो धेरै खान क्या केही नखाइकन बस्नु पर्यो नि त मुखबाङ गर्दा बिहानदेखि 1 केजी 2 बिहानदेखि अरे फेरि भन्न खोजेको उनीहरूले त्यस्तो त गर्छ नि नखाइकन खाली पेट बस्छ अनि त्यसपछि ग्लासमा खान्छ 2 केजी त्यत्रो चाहिँ खाँदैन त्यत्रो यस्तो केही नखाइ चाहिँ बस्दैन होला है बच्चामा सुन्दैनस् मुखबाङ गरेरको आज मैले केही खाएको छैन भन्दै खान थालेको खाना चाहिँ कमै खान्छ उनीहरूले होला हामी त्यस्तो त खाइराख्दैन होला हामी अघि चटपटी नखाएर चाहिँ खाइन्थ्यो कि चटपटी खाइयो नि त अगाडि नै त्यस्तो होइन क्या हामीले के मिठो गऱ्यौँ नुन कडा भयो क्या सबै खाने ल्यापै खानु सक्दैन अनि लास्टमा नुन कराएको बहाना गर्छ यो 2 लाइन होइन भोलि होइन करेन्ट त खाने मेरो दादाको लागि होइन भोलि चाहिँ नुन नहालौँ है अब आफू लाएर खाऊँ न होइन चटपटेमा भनेको क्या भोलि चटपटे र खाने भनेको होइन करेन्ट चल्छौ ल हाम्रो भोलि पनि आउँदैछ मुखबाङ होइन प्राइङ हुन्छ कसलाई त्यो चाहिँ भोलि मुखबाङ आउँदैछ हाम्रो करेन्ट र के अरे चटपटे करेन्ट र अन्डा खाऊँ न होइन कसलाई प्राइङ हुन्छ अन्डा उसिनेको अन्डा तर म करेन्ट चासो खान सक्दैन नि फेरि खाए केही हुँदैन त्यो जसले खान्छ नि त्यसले सजाय खान्छ यत्रो ठुलो सरी लु आज चाहिँ गरेन भोलि पिरो म खान सक्दिनँ भनेर होइन मुखबाङ हो कि च्यालेन्ज होइन होइन त्यही पनि त होइन आफ्नो आफ्नो हो क्या खाने म सक्दिनँ म सक्दिनँ के भन्छ यस्तो ठुलो उसमा सबैजनाले अनि ऊ गरेर ऊ गरे पो हुन्छ त होइन के ऊ गरे ऊ भने के हो होला भन्न खोजेको त्यो मुखबाङ गरेरहरूले गर्छ नि यत्रो ठुलो ऊ लिएर क्या स्टिल पेपर अनि स्टिल पेपर त ल्याउँछ नि तेरो बाजेको बुलेछ त साठी पेपरमा राखेर खाने भने खोजेको होला कि उसले त्यस्तो सबैमा मिलाएर भनेको सुस्तिकाले पनि तर मैले भन्न खोजेको चाहिँ त्यो ठुलो ट्रे हुन्छ नि उनीहरूले युज गर्छ नि एक आलुबाट ठुलो ठुलो उत्योहरू क्या हो त्यस्तो भनेको मैले चाहिँ सबै आउँछ मुखबाङ भिडियो ससेज पाउँछ यतातिर पाउँछ ससेज पनि ल्याउनुपर्छ नि नर्सरीको र फुल ल्याउँछु हामी भोलि त्यसरी आउँछ भोलि जाने उयो के अरे होटलै होटल छ यसो हेर्दै जानुपर्छ भोलि ससेज अनि ससेज अन्डा अनि करेन्ट भोलि चाहिँ केही नखाइ बस्नुपर्छ है छ्या म त खान्छु म भोलि चाहिँ दिउँसो बनाउनुपर्छ क्या केटाकेटी स्कुल गएपछि अनि फुल लिनु पनि जाऊँ न माथि है अनि अलिक उज्यालो आउँछ नि त ऊ पनि राम्रो आउँछ नि त लाइट परेर फुल पनि लिनु जाउँ है बिहान भातसात खाएर बिहानहरू हाम्रो उठाइ 10 बजी हुन्छ अनि तपाईँहरू उठानमा खानासाना पकाइसक्छु अनि खाने म भाइ स्कुल पुगेर बित्तिकै त खानु मन लाग्दैन हौ मलाई त अनि त्यस पछाडि माथि फुल जाउँ न नर्सरी हिँड्दै हिँड्दै माथि कस्तो मिठो भयो आज तर आजको मुखबाङ यस्तै भयो होइन अब भोलि चाहिँ राम्रो गर्ने प्रयास गर्छौँ हामी त्यही हो त्यही भन्न चाहन्छौँ आजको हाम्रो गफ काफे यति नै थियो ए अघि थम्बनेल खिचेन अहिले चाहिँ के ला साँच्चै हामी के थम्नेल भयो यसो गर्नु होइन फोटो छ त फोटो होइन फोटो छ त अन्सु सोच्छु क्या थम्नेल पक न पक थम्नेल ल अन्सु बहिनीको फेस कति सानो देखेको मेरो फेस हामी दुईजना छौँ त्यो त मलाई अघिदेखि त्यही विचार मेरो लागेको फेस क्या मेरो के टाउको सानो छ क्या अनि म त आजकल मटर कत्रो देखिन्छु नि म त पातली देखिरहेको छु म नि मोटाइभन्दा गाला यत्रो यत्रो हुन्छ ओइ मेरो डार्क सर्कल हेर्न अनि आज रात पर्सिँदैछ न बोयफ्रेन्डसँग बोल्दै त्यस्तो चाहिँ होइन ल म ठाउँ सरेर निन्द्रा नलागेको हो बोयफ्रेन्ड चाहिँ सिङ्गल हो दुईजनै त्यही त नि ककलले अब यो जुठो भएर कसले गर्छ नि आउँछु त्यस्तो नुन लाग्यो
नभन न लुगाको पत्रै पत्र छ लुगा पकाउन ल्याएको देखाउनु न के अन्त के हुन्छ त हामी मुखबाङ नै पुरै मुखबाङ गरे होइन नि त हामी सबै खालको भिडियो बनाउँछ जे गर्दा नि हुन्छ लुगा यस्तो भएर त आयोमा जोगमुनि बढाइदिनु मन थियो क्या के कम्फर्ट के हो कम्फर्ट बनाइदिनु फेरि कम्फर्ट कहाँ भित्र लुगा धुने क्या लुगा ए लिक्विड हुँदैन हो त्यस्तो कहाँ ए त्यो ऊ म त के को कम्फर्ट भन्दै हेर्छु फोर ऊ भने के कस्तो हुन्छ हौ लिक्विड क्या सरफको त्यो लिक्विड त्यो किन त्यसले चाहिँ के हुन्छ लो सफा हुन्छ स्मेलको स्मेल राम्रो आउँछ त्यो स्मेलको लागि हो क्या स्मेल हुन्छ मैले त्यो कस्मेटिक सामानतिर त छिरिसक्नु छैन रहेछ कोनी महँगो मैले होइन साथी अरे फेसवासहरू पनि हो 5 केजी सरफ र त्यस्तो लिक्विड गिफ्ट पाएको नि कहाँ के अरे कसरी मतलब त्यो हाम्रो के भन्छ पार्टी हुन्छ नि त स्टाफ पार्टी त्यति बेला त्यसपछि चिठा खेलाएको थियो क्या अनि त्यो चिठामा परेको थियो क्या मेरो सेकेन्डमै पनि मेरो नाम आयो मेरो नम्बर आइदिरहेको क्या मलाई क्या खुसी हुँदै उफ्रिँदै जाँदैन अनि भरे आउँदा त कस्तो लाग्छ तपाईँको झोलामा त्यो सरफ र यत्रो भारी यस्तो गर्दै आमाको क्या जे भए पनि पाक्यो हो नि त त्यही त नि छिटो भाग्य मालिकमातिर पर्छ त्यसको बाद त्यसमा पर्दैन त होइन त्यो पनि सेकेन्डमै के फर्स्टमा खोइ कसको नम्बर भन्यो त्यो थाहा भएन होइन तर सानो भए पनि ठुलो भए पनि गिफ्ट पाएको आरती पाउडर चाहिँ त्यो के अरे त्यो वाइनहरू के पाएको थियो क्या तर वाइनहरू पाएको भन्दा त त्यही राम्रो नै होइन सरफ युजेबल अब वाइन भनेको आफूले खाने पनि होइन सरफ भनेको लुगा धुनु चाहियो बाल्नु पनि चाहियो कति इजी कति राम्रो भएको छ त्यही त हाम्रो खाली भइसक्यो अब हाम्रो आजको मुखबाङ यस्तै भयो यतिमै समाप्त गर्न चाहन्छौँ होइन भोलि आउँछु भोलि नयाँ राम्रो गर्छौँ भन्ने प्रयास के भएको क्या त्यो म एक्लै भयो भने भिडियो बनाउनै सक्दिनँ बोल्नै सक्दिनँ ओको मको बस्छु बानी नभएर होला कि ल थ्याङ्क यू भनौँ तपाईँले ल आजको भिडियो चाहिँ हाम्रो यति नै रह्यो यतिमै हामीले इन्ड गर्न चाहन्छौँ अब आजको मुखबाङ यस्तै भयो भोलि चाहिँ राम्रो ल्याउने भन्ने प्रयास गर्छौँ ल्याउने प्रयास गर्छौँ सो थ्याङ्क यू सो मच फर वाचिङ आवर भिडियो टिल द एन्ड बाई बाई धन्यवाद गुड नाइट हामीले चाहिँ राति बनाएको त्यही भएर सो गुड नाइट बाई बाई राति भएर त्यस्तो भिडियो राम्रो हुँदैन हेर्दैन होला त्यही पनि हेरेर साथ दिनु होला हामीलाई लाइक सेयर एन्ड सब्सक्राइब टु आवर च्यानल एनबी च्यानलमा एनबी च्यानलमा चाहिँ धेरै पछि भिडियो आएको छ सबैजनाले माया गरिदिनु होला धेरै धेरै माया गरिदिनु होला थ्याङ्क यू सो मच बाई 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 बाई